वर्ममुरारी त्रिप्रान्तकारी भानु शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतव कुर्वन्तु सर्वे तव सुप्रभातम। आदरणीय दर्शकवृन्द, म ज्योतिष ठाकुर प्रसाद त्रिपाठीको तर्फबाट यहाँहरूलाई 2082 सालको उपलक्ष्यमा मङ्गलमय शुभकामना टक्राउँदछु। आदरणीय दर्शकवृन्द, हामीले सदा चाहिँ आज पनि तपाईहरुको 2082 सालको कर्कट राशिका व्यक्तिहरूलाई कस्तो चल्दछ, कस्तो चल्दैछ, हाम्रा ग्रह प्रभाव के छन् र त्यसलाई के गरेर नष्ट गर्न सकिन्छ, त्योबाट बच्ने उपाय के हुन सक्छन् भन्ने विषयमा हामीले चर्चा गर्न गइरहेका छौं। आउनुहोस् दर्शकवृन्द, हामी विषय प्रवेश गरौँ। कर्कट राशिका व्यक्तिहरू जसको नाम अक्षर पहिलो अक्षर हि, हु, हे, हो, डा, डी, डु, डे, डो, यी नाम अक्षर आउनेहरू तपाईँ कर्कट राशिको हुनुहुन्छ। कर्कट राशिका स्वामी चन्द्रमालाई मानिन्छ र तपाईहरू अब यो 2082 साल कसरी बित्दैछ त, विद्यार्थी वर्गमा कस्तो प्रभाव पर्ने हो, कर्मचारी वर्गमा के प्रभाव पर्ने हो, दाम्पत्य जीवन के हो, प्रेम प्रेमिकालाई प्रेमिकासँग कस्तो हुन्छ, आर्थिक उतार चढावहरू के होलान्, हामी कसरी जानुपर्छ भन्ने विषयमा तपाईहरुको कर्कट राशिका व्यक्तिहरूलाई हामी तपाईहरुलाई सबै जानकारी दिन गइरहेका छौं र त्यसको उपचारको विषयमा पनि हामी बताउने छौं। हामीलाई अन्तिमसम्म हेर्दै गर्नु होला। दर्शकवृन्द, आउनुहोस् सुरु गरौँ। कर्कट राशिका व्यक्तिहरूको लागि 12औं गुरु रहने हुनाले अलि अपव्ययकारक बेकारको खर्च हुने सम्भावना छ, त्यसैले तपाईँ यसमा सजग रहनु पर्यो। र अर्को विषयवस्तु छ 9 शनि बसेको हुनाले धार्मिक कृत्यमा अवरोध हुने, धर्मतिर मन नजाने, कता कता यो धार्मिक प्रवृत्तिबाट विचलन हुने अवस्था छ। अनि तपाईलाई 8औं राहु शरीरमा अलि कष्टकारक बनेर बाधा शरीरमा दिन सक्नुहुन्छ राहुको प्रभावले। त त्यसलाई निराकरण गर्नको लागि अब के हुँदैछ त सुनम हामीले यसलाई, यसका उपचार र अवस्थाहरू। दर्शकवृन्द, अब तपाईहरू यो आपस्त जनबाट धोका र मनमुटाव हुन सक्छ, त्यसैले त्यसमा काम गर्दा सजग रहनु होला। र अर्को पक्ष छ ऋण लिँदा या दिँदा अलि सजग हुनुपर्छ। तपाई भावावेशमा आउने ग्रह छ, त्यसैले यो बेला यो वर्ष अलि सजग रहनु पर्यो। त तपाईको फेरि राम्रा योग भनेको तपाईको विवादित झै झगडा मुद्दामा काम बन्ने योग आयो। तपाईले पुरानो रहिरहेको झगडा पनि तपाईको पक्षमा हुन्छ, विवादित मुद्दाहरू तपाईको पक्षमा जित्दै हुनुहुन्छ र तपाईहरुलाई यो विवाहित जीवनमा पनि राम्रो अवस्था देखिएको छ, प्रगाढ सम्बन्ध बन्ने अवस्था छ। विवाह गर्ने व्यक्तिहरूले विवाह गर्न सक्नुहुन्छ र तपाईको पुरातन सम्पत्ति यानी कि विवादित सम्पत्तिमा पनि तपाईको आफ्नो पक्षमा आउने अवस्था छ। त्यस्तो ठाउँलाई हेरिकन आफूले त्यो विषयलाई अगाडि बढाउनु होला। तपाईको भाग्यस बहुत राम्रो छ। यो भाग्यस राम्रो हुनुको अर्थ हो अप्रत्याशित धन आउन सक्छ। त्यसैले तपाईहरु यो चिट्ठा भयो, लटरीहरू भयो, अनि त्यसपछि यो शेयर बजारको कुरामा तपाई यो वर्ष सजग रहनुभयो भने अप्रत्याशित धनको, सोच्दै नसोचेको धन प्राप्त हुने अवस्था देखा परेको छ। तपाईको अर्को पक्ष भनेको सन्तान पक्ष बहुत राम्रो छ। सन्तान पक्षबाट तपाई लगानी गर्दा बहुत राम्रो देखिन्छ। उनीहरूबाट सुख प्राप्त हुने, उनीहरूको मान प्रमोसन हुने र उहाँबाट बहुत राम्रा काम हुने सन्तान पक्षमा
देखिएको छ र यो सन्तान पक्षमा तपाईँ लगानी लाउँदा नराम्रो हुँदैन र त्योबाट सफलता प्राप्त हुने अवस्था आएको छ। जस्तै प्रेमिकाहरूमा पनि तपाईको सम्बन्ध अति प्रगाढ भन्ने सम्भावना आयो र नयाँ मित्रहरू पनि भन्ने अवस्था छ र भइराखेका मित्रहरू प्रेमिकाहरू प्रेम गर्नेहरू बहुत प्रशस्त मात्रामा आउनेछन्। यसलाई तपाईँ दिगो रूप दिन सक्नुहुन्छ। प्रेम प्रस्ताव आएमा यसलाई निहालेर हेर्नुहोला र त्यो सम्बन्ध राम्रो हुँदैछ। तपाईको घरमा माङ्गलिक काम हुँदैछ। विवाह व्रतबन्ध पूजाआजाहरू र गिरह प्रतिष्ठाहरू जस्ता विषय तपाईको घरमा हुँदैछन्। यानि कि धार्मिक कृत्य अथवा माङ्गलिक काम हुँदैछ। त्यो काम तपाईले यो वर्ष गर्न पर्नेछ। तपाईको दाम्पत्य जीवन यो वर्ष राम्रो देखियो। दाम्पत्य जीवनबाट तपाईको रथ राम्रोसँग चल्ने अवस्था देखिएको छ र यसमा तपाईँ दाम्पत्य जीवन यानि कि जीवन साथीहरू पनि रोज्न सकिने अवस्था आएको छ। दर्शकबिन, गुरु र 9 शनि र 8औं राहुको प्रभावले तपाईहरु जो राजकीय काममा काम गर्दै हुनुहुन्छ पेशागत झमेला आउने सम्भावना प्रशस्तै देखिएको छ। त्यसमा विचार गर्नुहोला र यसको मतलब हो जो नोकरी गर्दै हुनुहुन्छ जागिर गर्दै हुनुहुन्छ तपाईहरुले सावधानी अपनाउनु पर्ने अवस्था देखिन्छ र कतिपय तपाईहरुलाई तीर्थस्थल र अन्य भ्रमणहरू हुने देखिन्छ र यो भ्रमण कारक देखिएको छ। भ्रमण फाइदाजनक हुनेछ। अब आउनुहोस् हाम्रा कुन महिना कुन कस्ता रहन्छन् त भन्ने विषयमा जाउँ। तपाईलाई वैशाखमा धन लाभको योग परेको छ। वर्षको सुरुमै तपाईले त्यसलाई राम्रोसँग परिचालन गर्नुहोला। शेयर बजार कर्ता हुनुहुन्छ भने शेयर बजारमा लगानी गर्नुहोला। तपाईको यो राम्रो अवस्था हो। यस्तोमा चिट्ठा लटरी यस्ता चीजहरू प्राप्त हुने अवस्था देखिएको छ कर्कट राशिका व्यक्तिहरूलाई। र त्यस्तै जेठमा पनि सुख प्राप्त हुन्छ। तपाईलाई गुणी जनहरूको आफूभन्दा ठुलाहरूको सहयोग मिल्नेछ र तपाईलाई सुख प्राप्त हुने योग परेको छ। त असारमा अलि धन हानि होला। यसमा धननाशको योग देखा परेको छ। तपाईँ सजग रहन आवश्यक छ। त्यस्तै श्रावणमा तपाईलाई लामो यात्रा गर्नुपर्ने, स्थान परिवर्तन गरेर अर्को ठाउँमा जान सक्ने योग देखा परिरहेको छ। यसमा अलिकति होशियार हुनुहोला र श्रावणमै आफ्ना भाइ भैयादेरसित थोरै मनमुटाव पनि आउन सक्छ। भाद्रमा तपाईँ अलि डर लाग्ने र कतै कतै त्रासले डेरा जमाउने छ। यसलाई चिरेर अगाडि बढ्नुहोला। र आश्विन महिनामा तपाईलाई आकस्मिक धनको लाभ हुँदैछ। तपाईलाई धेरै तरिकाबाट धन प्राप्त हुन्छ र गुमेको धन पनि यो आश्विन महिनामा आउने योग देखा परेको छ। र थोरै कार्तिकमा गइसकेपछि तपाईलाई पारिवारिक चिन्ता आउला। परिवारजनहरूमा कता कता मनमुटाव आउन सक्छ। मक्सिरमा तपाईलाई आर्थिक सङ्कट आउनेवाला छ। त्यसैले यो मक्सिरमा तपाईँ अलि आर्थिक मानेमा पैसाको मानेमा अलिकति सजग रहनुहोला। पुसमा तपाईको शत्रु नाश गर्ने अवस्था छ। विजय प्राप्त गर्ने अवस्था छ। त्यसैले यो बेला तपाईले उठाएको विषयवस्तु समाजले पनि पच्य हुनेछ र यो विजय कारक भएको हुनाले पुष महिना तपाईको लागि बहुत राम्रो मानिन्छ र प्रतिष्ठा र सम्मान पनि कायम गर्ने अवस्था देखा परेको छ। माघमा अलि लामो यात्रा हुँदैछ र खर्च वृद्धि पनि बढेर जाला। यसलाई ख्याल गर्नुपर्छ। फागुनमा सामान्यतया स्वास्थ्यमा समस्या आउनेछ र चैतमा मान प्रतिष्ठा आँच आउन सक्ने अवस्था देखिन्छ। तपाईलाई आर्थिक दृष्टिले एकदम महत्त्वपूर्ण महिना भनेका वैशाख जेठ कार्तिक र पुष
अत्यन्त राम्रा छन्। यसमा शेयर बजारको काम गर्नुहोस्, अनि त्यस्तै यो चिट्ठाहरूको काम गर्नुहोस्, लेनदेनका काम गर्नुहोस्, पुरानो धन सम्पत्ति गुमेको भए त्यहाँ प्रयास गर्नुहोस्। यिनमा तपाईँको आर्थिक दृष्टिले सहयोग गर्दैछन्। विद्यार्थी वर्गको लागि, कर्कट राशिका विद्यार्थी वर्गहरूको लागि पनि वैशाख जेठ कार्तिक पुष अत्यन्त राम्रा छन्। त्यसमा तपाईहरू परीक्षामा सामेल हुँदै हुनुहुन्छ भने विशेष त देवीलाई स्मरण गर्दै तपाईँ परीक्षामा जानुहोला, तपाईँको नाम निक्लन सक्छ। र विदेश यात्रा गर्ने व्यक्तिहरूको लागि पनि वैशाख जेठ कार्तिक र पुष कर्कट राशिका व्यक्तिहरूको लागि यो वर्ष अति उत्तम ठहरिएको छ। कर्कट राशिका व्यक्तिहरूले अल्झिएको काम भन्ने हुँदा तपाईँहरू विदेशमा रहिराख्नु भएको छ भने यो पुष महिना यतै अथवा पुष महिनाभन्दा अगाडि नै तपाईँलाई त्यहाँको राज्य बनेको छ। त्यसबाट तपाईँले राज्यको सुविधा पाउने, राज्य प्राप्त गर्ने, विजय प्राप्त गर्ने प्रकारको अवस्था रहेको छ। र तपाईको यो 2082 साल सुख रहोस्। हामीलाई लाइक कमेन्ट गर्न नभुल्नुहोला। कहाँबाट हेर्दै हुनुहुन्छ कृपया कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। हस्त तपाईको समय सुख रहोस्। नमस्कार।